हेलो 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 गाइस, नमस्ते नमस्ते सबैजनालाई। के छ हालखबर? सन्चै हुनुहुन्छ सबैजना? मैले चाहिँ आज के कुरा गर्न चाहन्छु भनेपछि आज मैले फर्स्ट टाइम एउटा माइक किनेको छु। बोयाको यो माइक हो। साउन्ड कस्तो आउँदो रहेछ भनेर ट्राई गर्न लाग्यो आज चाहिँ। यो म अहिले बोलिरहेको छु, यो यही माइकबाट बोलिरहेको छु। म ड्राइभ पनि गर्दैछु, फेरि ड्राइभ पनि गर्दैछु, बोल्दै पनि छु। कस्तो आउँदो रहेछ साउन्ड चेक गर्नु पर्यो भनेर हो। यसो यो भिडियो पनि हाल्छु होला, यसो सब्सक्राइब गर्नु होला, लाइक कमेन्टहरू गर्नु होला है त। साउन्ड कस्तो आउँदो रहेछ, यस्तो छ माहौल है। बाटो यो चाहिँ साउन्ड चाहिँ कस्तो आउँदो रहेछ, म चाहिँ यो चाहिँ ट्राई गर्नु पर्यो। अब चाहिँ माइकबाट हान्नु पर्यो। राम्रो आयो भने चाहिँ माइकबाटै बनाउँछु म अब भिडियो चाहिँ है त। यो ठुलै छ क्या जस्तो रुखहरू चाहिँ। अनि यो जम्मा अहिले रोपे त होइन, यो रुखहरू त दुवै जब बनाउन थाल्यो, तर लङको लागि बनाएर रहेछ क्या। लङ प्लानिङ, पछि फ्युचर प्लानिङ सोचेर बनाएको रहेछ भन्ने यहाँनिर एउटा पुष्टि भयो। म चाहिँ ड्राइभ गर्दैछु। ड्राइभ इन्जोय छ, अलिअलि मजा छ, भिडियो बनाउनु पाइहाल्छ। भिडियो चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला है, सपोर्ट गर्नु। भिडियो आउँदै गर्छ, बिस्तारै बिस्तारै पोस्ट गरौँला है त गाइसहरू। नभुलिकन गर्नु होला सब्सक्राइब चाहिँ।